बाटोमा पर्यो क्या अर्सा त ताकासँग थोरै गरिदिनु ल यो टाका साधनबाट यही राखिदिनु अहिले थोरै लिखिदिनु न नमस्ते पक्नु त माग मैले पक्नै हजुरले त्यो हालिदिएको फोटो खिचिदिन्छु पक्नु पक्नु सरलाई त्यहाँ हालिदिएको थोरै ओहो यो लिनु त माग म सम्पूर्ण बुवामालाई नमस्ते नमस्कार नमस्कार अब सरको कुरा सुन्ने कि नसुन्ने सरको कुरा सुन्न मन लागेको छ कि छैन ल यति भन्दै अबको समयमा हाम्रो सरको कुरा सुन्ने बुवा मम्मी हुन्छ ल यति भन्दै यो माइक्रोफोन चाहिँ हाम्रो चो सरलाई दिन्छु हुन्छ कि हुँदैन मा बसेर यस्तो भव्यसँग स्वागत गर्नुभयो कि यसको मैले जति तारिफ गरे पनि कमै हुन्छ भन्दै हुनुहुन्छ 여러분 환영해주셔서 가다랑 말라랑 이렇게 막 씌워주셔서 너무 감사해요. र तपाईहरुले खादा मालाले हैन अनि आफ्नो संस्कृति अनुसार यस्तो राम्रो व्यवस्थित गर्नु भएको कि म साच्चै प्रसन्न भए भन्दै हुनुहुन्छ 여러분들의 키가 저보다 조금 작잖아요. र म यसो हेर्दा त हजुरहरुको उचाइ मभन्दा अलिकति सानो रहेछ अरे के 근데 여러분들이 가다 걸어주면 받으려면 저기서부터 अनि तपाईहरुलाई खादा र माला लगाउनको लागि तपाईहरुको उचाइ अनुसार हुनको लागि म यसरी हिँड्दै गथे अरे कि 이렇게 받다가 다 받은 줄 알고 딱 한다. म यसरी हेरे अनि त्यो खादाले आँखा पनि कहिलेकाहीँ देखिन सकियो होला भनेको सकिँदैन त भन्दै हुनुहुन्छ 처음부터 여기까지 정말 감사한 마음으로 제가 तर यस्तो धन्यवादी हृदय यति मजा लाग्यो कि जति परिश्रम भयो नि जति गाह्रो भए पनि म
बेलुकैसम्म भए पनि सक्छु भन्ने त्यो सुखानुभूति महसुस गराइदिनु भयो भन्दै हुनुहुन्छ। 여러분들이 이렇게 건강하고 행복한 모습 보니까 제 마음이 너무 따뜻해집니다. र तपाईँ दुईवटा नै हो अरे। 우리가 행복하면 웃죠. हामी जब खुसी हुन्छौँ खुसी भए पनि हाँसो आउँछ नि, आउँछ कि आउँदैन? 근데 우리는 웃기만 해도 우리가 행복한 줄 알아요. र तर एउटा कुरा के हो भने तपाईँले जानी नजानी हाँस्न मात्र खोजिरहनु भयो भने पनि मान्छे खुसी हुन सिक्छ अरे फेरि। 한번 웃어보시죠. 웃어보시죠 한번. के अरे एकपल्ट हामी सबै जोडले हाँस्नु पर्यो अरे है। लगातार हाँस्ने अरे, लगातार लगातार लगातार। एकैवटा कोसा खाने होइन अरे, यो एकैचोटि खान पर्छ अरे, मैले 1 2 3 भन्छु भन्नु भएको छ। 자 준비하시고 ल सबैले तयारी गरौँ। 1 2 조금 줘요. 내려서 오늘 누가 먹는 사이는 간다. 버려드릴라. Chinese.